चाहिँ हामी कहीँ खाना खान गइरहेको थियौँ किनभने हाम्रो भाइ बहिनीहरू आउनुभएको थियो हाम्रो फ्यामिलीहरू नै हुनुहुन्छ उहाँहरू सो हामी कहीँ जाउँ न त अरू बेला पनि हामी गइरहेको हुन्छौँ यस्तो फोटो क्लिपहरू चाहिँ लिइरहेको हुँदैनौँ किनभने अलिकति हामी फ्यामिली मात्रै हुन्छौँ तर आज प्लस पोइन्ट हाम्रो भाइ र बहिनी आउनुभएको छ हाम्रो फ्यामिलीहरू नै हुनुहुन्छ मोस्ट इम्पोर्टेन्ट है अनि त्यही भएर हामी चाहिँ जाडोको टाइमलाई मध्यनजर गर्दै हामी चाहिँ छिटो छिटो खाना खान गएर आयौँ यति मजा भयो यस्तो मजा खाना त त्यति टेस्टी त भइहाल्छ तर स्पेसली हाम्रो गफ हाम्रो अहिलेको चलेको टिकटक है फेमियर गर्दै गऱ्यौँ यस्तो मजा भएको थियो हामीलाई फुल टाइम इन्जोय गरौँ राति है अनि हाम्रो चाहिँ अलिकति श्रीमान र भाइको चाहिँ अलिक ड्युटी मिल्दैन तर पनि जबरजस्ती हामी मिलाएर चाहिँ हाम्रो गेट टुगेदर पार्टीमा चाहिँ सामेल गरायौँ है थोरै यस्तो इन्जोय भएको थियो होइन लट अफ भएको थियो मेरो छोराको पनि अब इक्जाममा आउनु भएको थियो एकदम पढाइमा बिजी छ हामी चाहिँ सबैजना बिजी नै छौँ हाम्रो परिवारमा चाहिँ स्पेसली हस्बेन्डहरूको त नै त्यस्तै नै हो होइन स्पेसली म अनि मेरो छोरा हामी चाहिँ त्यसो टाइम मिलाएर चाहिँ हामीले थोरै टाइम स्पेन्ड गर्यो एकदम मजा भयो आफू चाहिँ भेज भएर होला सायद कुनै कहीँ ठाउँमा गएर खानु पनि मलाई हिचकिचाहट पनि हुँदैन किनभने आफू भेज भए तापनि मेरो अरू फ्यामिलीहरू चाहिँ सबैजना फाल्टै खानुहुन्छ तर पनि यसमा कुनै केही नै छैन अरूले त होइन यस्तो खाँदिनँ यो त्यो भनिरहेको हुन्छ तर मलाई चाहिँ कुनै नै हुँदैन यो चाहिँ मेरो खाना हो है स्पेसली सादा खाना म चाहिँ एकदम प्योर भेजिटेरियन नै हो है यहाँ बहिनीहरू चाहिँ पुरा टिकटकमा बिजी हुन्छ मेरो छोरा अनि सानो मेरो बधे चाहिँ सुतिरहेको छ कि जाडोमा यति जाडो थियो होइन तर पनि मेरो श्रीमानले चाहिँ मलाई किडिङ गर्दै हुनुहुन्छ है तिम्रो खाना खाऊ अब तिमी चाहिँ पुरा खटियो पऱ्यो हामी चाहिँ खाएर मरियो भन्दै हुनुहुन्छ एकदम यहाँको सर्भिसहरू पनि धेरै राम्रो थियो हामीले चाहिँ प्रि बुकिङ गरेर आएर चाहिँ यहाँनिर धेरै टाइम वेट गर्नु परेन किनभने हाम्रो भदै चाहिँ सुतिरहेछ अनि त्यही भएर जाडोको कारणले गर्दा चाहिँ हामी चाहिँ छिटो खाना खाएर चाहिँ हामी आयौँ यति टाउको दुख्यो बिहान उठ्दाखेरि यति गाह्रो भएको थियो यहाँनिर बहिनी चाहिँ एकदम फ्लेमियर गर्दै हुन्छ म चाहिँ खाना खाँदैछु मेरो श्रीमानले सधैँ भन्नुहुन्छ तिम्रो मुख त यत्रो सानो छ भगवान् भन्नुहुन्छ होइन यति सानो छ होइन अनि म यहाँको खानाको चम्चीहरू यति ठुलो छ मेरो मुखमा पनि अटिरहेको छैन होइन सानो गाँस बनाएर खाँदैछु एकदम मिठो खाना थपी खाइयो जाडोमा तातो खाना होइन अनि मजा भएको थियो गफहरू उस्तै भएको थियो एकदम मजा भएको थियो श्रीमानको साथमा छोरा बहिनी भाइ मेरो भदै होइन स्पेसली गेस्ट एकदम मजा एकदमै मजा भएको थियो सायद यस्तो मजा फेरि पनि नआउला हामी त सधैँ पनि हिँड्नु त हिँडिरहेछौँ खाइरहेछौँ हामी हप्तामा एकचोटि चाहिँ हामी बाहिर नै गएर खाइरहेको हुन्छौँ तर पनि त्यस्तो क्लिपहरू लिन चाहिँ अब खासै कति लिने भनेर झ्याउ लागेर चाहिँ लिएको हुँदैन तर पनि आज चाहिँ धेरै नै लिएँ होइन एकदम खुसी लाग्यो अरू चाहिँ होइन टिकटकमा गएर हेर्न पनि सक्नुहुन्छ अनि प्लस हाम्रो मेरो युट्युब पनि छ सामान्य गरेर चाहिँ धेरै सब्सक्राइबर नभएको भिडियोहरू धेरै चाहिँ गएर हेरिदिनु होला होइन सबैजनाले यहाँनिर खाना अन्तिममा प्लस पोइन्ट पनि हुँदैछ यहाँनिर मैले चाहिँ अघि मेरो थपिसकेको थिएँ तर त्यो चाहिँ देखाइनँ है मैले चाहिँ म कति खान्छु भनेर म त खाना त धेरै खान्छु मान्छे सानो भएर पनि मेरो हस्बेन्डले त्यही थपी खानुहुन्छ मेरो छोराको पालो आयो है सो इन्जोय गर्नु होला आफ्नो फ्यामिलीसँग ह्याभ अ गुड डे बाई